हेलो एभ्रिवान, वेलकम ब्याक टु अनदर एपिसोड। आज चाहिँ तपाईँहरूले यो भिडियोमा हेरेर थाहा पाइसक्नु भयो होला होइन, म कहाँ जाँदैछु भनेर चाहिँ। आज चाहिँ म तुर्सा रिभर साइड होइन, भ्यू पोइन्ट भनेर छ पर तुर्सा खोलामा हो, त्यो साइडतिर जाँदैछु होइन। तपाईँहरूलाई म देखाउनु छु यहाँको नजारा कस्तो छ होइन। एकदम हिजो अस्तिको फ्ल्यास फ्लडले चाहिँ एकदम रोड कन्डिसन चाहिँ हरिबल बनाएको रहेछ। जस्तै एनएचडिसिएल कोलोनीको छेउमा पाङ्गे भनेर त्यो अब फ्ल्यास फ्लड आएको जग्गालाई चाहिँ पाङ्गे भन्दो रहेछ। यस्तो छ है त कन्डिसन चाहिँ, रोड चाहिँ एकदम खराब भएको रहेछ होइन। सानो गाडीहरूलाई चाहिँ एकदमै मुस्किल रहेछ लाइट भेहिकल जानुको लागि चाहिँ। यता यो ठुल्ठुलो गाडीहरू पनि फसिरहेछ अन्त यस्तो रहेछ, इन्डियन गाडीहरू पुरा फसिरहेछ होइन। यहाँ पर देखिरहेछ एनएचडिसिएल कोलोनी चाहिँ अलमोस्ट फर्स्ट टु सेकेन्ड फ्लोरहरू चाहिँ पुरै डुबिसकेको रहेछ होइन। त्यहाँ मुनितिर भर्खर रिसेन्टली कन्स्ट्रक्सन गरेको एउटा बिल्डिङहरू बनाउँदै थियो, त्योहरू पनि एकदमै पुरिसक्यो। अब हालत चाहिँ यस्तो भइसकेको रहेछ यहाँ चाहिँ होइन। बाइचान्स पानी आयो भने चाहिँ गाडी चाहिँ जानै नजाने खालको रहेछ नि त यहाँ चाहिँ। अहिले पानी हल्का रहेर चाहिँ राफिलो भएको छ होइन, घाम लागिरहेछ। त्यो कारणले म हल्का घुमेर निक्लेको होइन। अलमोस्ट 4 to 5 मन्थ जस्तै भइसकेको थियो म यता नगएको छु। अहिले चाहिँ यस्तो रहेछ त, यहाँ ट्राफिकले मोनिटर पनि गर्नुपर्ने छ, गाडीहरू फसिहाल्ने रहेछ यहाँ चाहिँ। आम्मामा यस्तो छ त, लड्छ क्या हो, म खतरा भइसकेको छ यहाँ चाहिँ। मुस्किलले गइरहेको छु म चाहिँ होइन, तपाईँहरूलाई भिडियो देखाउनुकै लागि होइन। कस्तो हुन्छ हेरेर लाइक सेयर सब्सक्राइब र कमेन्ट गर्नुको लागि मेरो युट्युब च्यानलमा नभुल्नु होला भन्न चाहन्छु होइन। म लिङ्क छोडिराख्छु, त्यहाँ गएर चाहिँ हल्का सब्सक्राइब चाहिँ गरिदिनु होला। यस्तै इन्फर्मेटिभ भिडियो र रमाइलो भिडियोहरू म ल्याउन चाहन्छु होइन तपाईँहरूको बिचमा। लाइक सेयर सब्सक्राइब र कमेन्ट गर्नु नभुल्नु होला। यस्तो छ है त बाटो चाहिँ एकदमै होइन, हरिबोल छ होइन। यस्तो रहेछ, मसिनो गाडीहरू जाँदैछ र पनि ट्राई गर्छु म उता निक्लिने ट्राई गर्छु। निक्लिनु सकेन भने बिचबाट फर्केर आउनु पर्ला होइन। यस्तो छ त गाइस होइन। म चाहिँ हल्का अब एसटिसिबिआईको यो पर एउटा पेट्रोल पम्प छ त्यहाँ पुग्नु लागेको, तर गाडी फाँसेर अब बाटोमा गाडी फाँसेको छ भने त जाने उपाय हुँदैन होइन। यस्तो छ है त कन्डिसन चाहिँ एकदमै, रोडको कन्डिसन चाहिँ हरिबोलै छ होइन। मात्र बोलेरोहरूले चाहिँ एकदम तान्ने रहेछ यहाँनिर। अहिले चाहिँ पानी परेन भने त्यो पनि यो ट्रक त सिधा आउँछ त, कस्तो खालको यता मुनिबाट गइदिन्छ होइन। त ट्याक्सीहरू रफ एन्ड टफमा दिइरहेछ, बोलेरोहरूले चाहिँ पुरा दिइरहेछ नि त स्पिडमा। यस्तो चाहिँ यहाँ एउटा फाँसिरहेको रहेछ लु, अब यस्तो कन्डिसन भइसकेको छ। यहाँ अगाडिपट्टि चाहिँ एकदम हिलो छ, जनाउनु पनि मुस्किल पो रहेछ त। त्यतिको अब त्यो ट्रक त सिधै आउँदैछ फेरि। आमामा यस्तो छ, हिलो जेबाट गइदिनु पऱ्यो म चाहिँ ठक्कै। आमामा हिलो यस्तो छ हो। अब म चाहिँ एसटिसिबिआईको त्यो पेट्रोल पम्पमा पुग्नु आँट्यो। अब पहिला त हामी रेगुलर आउँथ्यो तेल लाउनु, अब त के सक्नु, यस्तो कन्डिसन रहेछ नि त। आमामा जे होस् भिडियोमा चाहिँ एकदम क्लियर देखिरहेछ होइन। इन्भाइरोमेन्ट चाहिँ एकदमै कपाल देखिरहेछ, तर रोड कन्डिसन चाहिँ एकदम हरिबल भएछ होइन। यस्तो छ है त गाइस। आजको लागि चाहिँ यति नै है त। नेक्स्ट भिडियोमा पनि फेरि म यस्तै रमाइलो अरू इन्फर्मेटिभ भिडियोहरू लिएर आउँछु होइन। तपाईँले युट्युब च्यानलमा गएर लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला भन्न चाहन्छु। थ्याङ्क यू गाइस। at the ARKRIDRMT15V1